नमस्कार। चढ्के सलाम हजुर सबैजनालाई। मैले बचपनमा एउटा उखान सुनेको थिएँ है, छोराछोरी बिग्रियो भने चाहिँ आमाको टाउकोमा आउँछ अरे र छोराछोरी सप्रियो भने चाहिँ बाउको नाक बढ्छ अरे भनेर सुनेको थिएँ। मलाई त्यो कुरा एकदमै सही लाग्छ अहिले सम्झेर ल्याउँदाखेरि चाहिँ। किनभने 9 महिना आमाले कोखमा पाल्छ भने बाउले जिन्दगीभरि कमाएर आफ्नो नानीलाई पाल्छ। र अर्को कुरो चाहिँ के भन्दाखेरि चाहिँ नानीलाई चाहिँ जब चाहिँ सानोदेखि 24 घण्टा आमासँग बसेर संस्कार सिकाउँछ आमाले भनेदेखि चाहिँ बाउले चाहिँ कुन चाहिँ जग्गामा लगेर यसलाई के जग्गामा पुर्याउनु पर्ने हो भन्ने जिम्मेवारी चाहिँ बाउको टाउकोमा हुँदो रहेछ क्या। अनि उहिलेको बुढाहरूले भनेको चाहिँ एकदमै सही लाग्यो। हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्नु नबिर्सिनुहोला। नमस्कार। चढ्के सलाम हजुर सबैजनालाई फेरि पनि।